काँक्रोको आज खाने काँक्रोको तरकारी सधैँ सलाद मात्रै कति खानु हैन र अब सधैँ चिरेर काँक्रोसँग अमिलो पिरो लगाएर पनि कति खाने अनि आज चाहिँ हामी खाँदै छौं काँक्रोको तरकारी खाउँ है त आज कस्तो टेस्टी हुन्छ कति फरक पर्छ भन्ने कुरा धेरै मिठो हुन्छ कहिलेकाहीँ टेस्ट फरक पर्छ के अरु भनेको त्यस्तै हो टेस्ट चाहिँ फरक हुन्छ त्यसको लागि चाहिँ यो गुदी चाहिँ हल्का निकाल्दिने हामीले एकदम धेरै पनि पर्दैन बोक्रा चाहिँ नफाड्ने यो गुदी चाहिँ निकाल्दिने के त्यसको लागि चाहिँ सरर लाएर हैन चाहिँ हामीले मसिनो टुक्रा बनाएर ठिक्कको टुक्रा बनाएर काट्दिने यसरी हल्का छड्के बनाएर डिजाइन त आफूलाई जस्तो मन पर्छ त्यस्तै बनाए भइहाल्यो हैन सबै यसरी काट्ने कहिलेकाहीँ टेस्ट चेन्ज गरेर खाँदा पनि फरक पर्छ मिठो लाग्छ कहिलेकाहीँ फरक गरेर पनि खानुपर्छ है कतिपय कुराहरू हैन काटे हैन अब डिजाइन भनेको त आफूले जस्तो काट्नु मन लाग्यो त्यस्तै काटे भइहाल्यो अब यसलाई चाहिँ राख्ने हामीले तपाईको एउटा बलमा राख्दिउँ मैले चाहिँ थोरै बनाएको छु अब दिउँसो घरमा म मात्रै हुन्छु अनि मेरो लागि मात्रै बनाउँछु नि त म चाहिँ नि हैन अनि त्यसले गर्दाखेरि चाहिँ आफूलाई जति बनाउनु मन लाग्छ त्यति बनाउने यसमा चाहिँ अनि नुन राखेर चाहिँ यसलाई चाहिँ मजाले नुनलाई मिक्स गर्दिने हैन अनि यो मिक्स गरेर यसलाई चाहिँ अर्को 10-15 मिनेट 20 मिनेट आफूसँग कति टाइम छ यसलाई चाहिँ यता रेस्ट गर्न दिने अब यता हामी बनाऊ यसको लागि अर्को मसला त्यसको लागि फेरि के बन्दैछ भने चाहिँ सोया सस छ भने लाइट सोया सस लिनु मसँग चाहिँ अलि धेरै डार्क सोया सस छ म चाहिँ ठिक्क राख्छु थोरै हैन लाइट छ भने अलि धेरै राख्नु पायो म चाहिँ डार्क भएको भएर अनि त्यसमा चाहिँ नि तपाईले भेनिगर राख्न सक्नुहुन्छ भेनिगर एकदम उ हुन्छ मैले चाहिँ भेनिगर मलाई त्यति मन पर्दैन र मैले चाहिँ लेमन राखे हैन ठिक्क आफूलाई जति मन पर्छ अनि त्यसमा अर्को हाम्रो जानी भनेको फेरि हैन यसमा हाम्रो अर्को जानी भनेको यो ब्राउन सुगर राखे मैले आफूसँग जुन सुगर छ त्यो राख्दा हुन्छ अलिकति सानो चम्चाको 1 चम्चा यो टेस्ट चेन्ज गर्नलाई मात्रै हो त्यो गुलियो आउने गुलियो खानलाई होइन अनि त्यसमा चाहिँ स्पेशली मसला चाहिँ जाँदैन अनि चिल्ली फ्लेक्स थोरै आफूलाई कति मन पर्छ त्यही अनुसारले मलाई चाहिँ एकदम कम मन पर्छ आफूलाई पिरो मन पर्छ भने चिल्ली फ्लेक्स अलिकति राख्दिने हैन अनि यसमा हाम्रो अर्को राख्नुपर्छ अलिकति हाम्रो जानी भनेको यसमा पानी हैन अनि यसलाई चाहिँ मजाले हामीले एकछिन फिर्दिने यसलाई हैन यो चाहिँ हाम्रो भयो सस रेडी अब यसमा चिल्ली फ्लेक्स खान मन लाग्यो चिल्ली फ्लेक्स अलि धेरै राख्दिने पिरो खाने साथीहरूले हैन धेरै पिरो खाइदैन भने यो ठिक्क छ हाम्रो यता पेन तातो तेल घिउ आफूले जे खाने त्यही राख्दा भयो र जति खाने त्यति राख्दा भइहाल्यो ल मलाई यति भयो पुगि नै हाल्यो किनकि म त्यति धेरै खाँदिनँ त्यही पनि टन्नै भइसक्यो धेरै खाँदिनँ भन्दै राख्दै हैन अब यति भइहाल्यो यसमा यति राखेपछि अब हामीले यसमा जानु भनेको हाम्रो सबभन्दा पहिला यसमा जान्छ हामीले यसमा चाहिँ काटेको अदुवा राख्दिन्छ यो जिन्जर चाहिँ पिनेर होइन ल काटेर राख्दिने यसलाई चाहिँ म कहाँ चम्चाल बनाउँछु यो पछि भइहाल्छ नि मेरो चम्चाल चलायो भने हैन जिन्जरलाई पहिला एकछिन फ्राई गरिदिनु यसमा एकैछिन जिन्जर फ्राई भएपछि अनि त्यसपछि राख्ने भनेको यसमा हामीले लसुन के हैन काटेकै लसुन पनि काटेर राख्ने त्यसलाई पनि उ नगर्ने नपिन्ने यो चाहिँ तेल घिउ आफूले जे खान्छ त्यसमा चाहिँ एकछिन चाहिँ फ्राई गरिदिनु कि यसलाई चाहिँ मजाले हल्का ब्राउन भएपछि त्यसपछि हामीले एउटा चाहिँ बेल पेपर काटेको छ रातो क्याप्सिकम हैन अब सिमला मिर्ची धेरै छ नि जे भने पनि हरियो पहेँलो रातो आफूसँग जुन छ मसँग रातो थियो मैले रातै राखेँ हैन आफूसँग जुन छ त्यसलाई राख्दिने मैले थोरै बनाएको छु त्यसले गर्दा मैले यो थोरै राखेको छु आफूले जति बनाउने त्यही अनुसारले त बनाउनु सकिहाल्छ है म चाहिँ एकजनालाई मात्रै बनाएको छु नि त त्यही पनि अलिक धेरै भयो क्याप्सिकम त यही पनि हैन ठिकै छ मैले एउटा काटेँ यस्तो भोटिदिने अब स्पाइसी खाइन्छ भने स्पेसली हरियो खुर्सानी काटेर हैन एउटा ग्रिन चिल्ली काटेर राख्यो भने एकदम बेस्ट टेस्ट हुन्छ म चाहिँ खान सक्दिनँ पिरो र मैले चाहिँ राखिनँ पिरो खाने साथीहरूले एउटा हरियो खुर्सानी चाहिँ सट काटेर टक्क राखिदिने क्या दामी टेस्ट आउँछ त्यसको सस पनि नबनाउनु त्यसलाई अब गयो हाम्रो अघि बनाएर राखेको हाम्रो सस हैन अब यसलाई एकछिन पाक्न दिउँ यसमा एकैछिन काँक्रो नुन हालेर राखेको थियौँ यसको आयो पानी अब यो पानीलाई निकाल्दिने है अब नुन छ तर पिउन मन लाग्यो पियो हुन्छ काँक्रोको पानी एकदम राम्रो फाल्नुपर्छ भन्ने छैन है पिउन सकिन्छ यो पानी किन फाल्नु काँक्रोको पानी तर चर्को चाहिँ छैन बस पनि उम्ले यहाँ अब हामीले यो काँक्रोलाई यसैमा राख्थ्यौँ अनि यसलाई चाहिँ एकछिन स्टिर फ्राई त गर्नु परिहाल्यो मजाले एकछिन चलाउनु पर्यो यसलाई यसले सक्छ यो चाहिँ एकछिन भिज्न दिनुपर्छ मजाले काँक्रोमा सस भिज्न पर्यो नि त हैन यसलाई चाहिँ नि अर्को 2-3 मिनेट चाहिँ एकछिन यसलाई चलाइदिउँ त्यसपछि हाम्रो रेडी हुन्छ काँक्रोको तरकारी लगभग हाम्रो पाक्यो अब यसमा मजाले मिक्स भयो हाम्रो त्यो सस हो चाहिँ काँक्रोमा मजाले मिक्सियो कि हैन ल अब कस्तो राम्रो भयो हैन अब यो चाहिँ जेसँग खाँदा पनि भइहाल्छ हैन अब केसँग खाने भन्दा चाहिँ यो चाहिँ हेर्नुहोस् त कस्तो राम्रो भयो हैन कहिलेकाहीँ टेस्ट चेन्ज गर्दा पनि एकदम मिठो हुन्छ क्या खानेकुराहरू है सधैँ एउटा त्यस्तो खाइन्छ नि मसला राखेको कति फरक पर्छ यसको टेस्ट चाहिँ धेरै फरक खालको टेस्ट आउँछ कि अब यो रेडी भयो योभन्दा ड्राई चाहिँ हामीले बनाउने होइन मसला मजाले छियो कि यसमा सस चाहिँ होइन मसला चाहिँ के सस चाहिँ मजाले छियो अब भयो रेडी अब खाउँ है त्यसलाई जान्छु गर्नु त बिर्सेछु अनि स्प्रिङ अनियन छ भने पनि हुन्छ मसँग चाहिँ स्प्रिङ
गार्लिक थियो होइन, त्यो राखेँ मैले। स्प्रिङ अनियन पनि राम्रो हुन्छ, स्प्रिङ गार्लिक पनि भइहाल्छ नि होइन। आफूसँग लसुनको साग छ या प्याजको साग छ, जे छ त्यही राखिदिनुहोस्, कस्तो राम्रो भयो भने चाहिँ। या त पनि कति राम्रो खाउँ लाग्ने भएन त, भयो नि होइन। अब खाइहालौँ, यसलाई किन बाँकी राख्ने। खानालाई रेडी भयो होइन। अब यहाँ कुसकुस पनि बन्यो, यति राम्रो तरकारी बन्यो होइन। कहिलेकाहीँ टेस्ट कस्तो मिठो हुन्छ। अनि यो मैले बनाएको लेमनको चटनी अन्त यो मैले 1 वर्ष खानुहुन्छ भनेर बनाएको थिएँ, कस्तो मजाले गलेको छ। अब यो पनि एउटा पिस त खान परि नै गयो होइन। त्यसले गर्दा एउटा पिस यो राखौँ, धेरै चाहिँ नखाउँ होइन। अब यति भयो भने चाहिँ टक्क हाम्रो चाहिँ बन्यो। के बन्यो त भन्दा लन्च बन्यो। हेल्दी पनि छ, टेस्ट पनि निकै फरक छ क्या यो चाहिँ नि होइन। अरू हेरिकन टेस्ट हुन्छ नि त, यस्तो गरी खाएको। ल यसरी खाउँ है त, ल जय होस् सबैको।